आजको यात्रा फाइनली सम्पन्न भयो। हामी चाहिँ गढीमाई माता दर्शन गर्नलाई गढीमाईको दरबारमा पुगिसक्यौँ। यहाँ हाम्रो केटाहरू आई लभ गढीमाईको स्ट्याचुको तल फोटोसोटो यही हो हाम्रो गढीमाई माता होइन, यही हो हाम्रो गढीमाई माता। अनि यहाँ बाहिर हेर्न सकिन्छ भिडभाड निकै छ, अहिलेको अफ सिजनमा पनि भिडभाड राम्रै छ होइन। देउस ठाउँ त दामी छ होइन। कता कताबाट आयो त्यो त थाहा छैन, तर गढी माताको दरबार आइपुग्यौँ होइन, हेर्न सकिन्छ। र हाम्रो फाइनल डेस्टिनेसन यो टुरको फाइनल डेस्टिनेसन चाहिँ हाम्रो गढीमाई माता। अरू साथीहरू आउन बाँकी छ 2 जना। हामी चाहिँ फाइनली यहाँ परिसर आइसकेको छौँ होइन। यहाँ गढीमाता परिसरमा अब हामी फुलपत्ती लिइसकेपछि पूजाको सामग्री अब भित्र आइरहेछ अनि अब भित्र गइसकेको छ होइन। हामी पनि प्रवेश गर्दैछौँ, हेर्न सकिन्छ। नाम भव्य माताको धेरै दिनदेखि आशा थियो माताको दर्शन गर्न, बल्ल माताले बोलाउनु भयो र हामी आयौँ होइन। हाम्रो सबजना ग्रुपै छौँ, हेर्न सकिन्छ माताको भव्य मन्दिर। भिडभाड राम्रै छ। अब जय हो गढी माता, हेर्न सकिन्छ। जय हो गढी माता। हाम्रो फाइनल डेस्टिनेसन पनि यही हो होइन। हामी स्पेसल गढी माता दर्शन गर्नको लागि नै आएको हौ र हाम्रो साथीहरू अब लाइनमा लाग्दैछ, म पनि लाइनमा लाग्न गइरहेको छु। गढीमाई परिसर होइन, हेर्न सकिन्छ भव्य छ, लाइन पनि भव्य छ। हाम्रो साथीहरू मन्दिर प्रवेश गर्नको लागि लाइनमा बसिरहेको छ, म पनि त्यही लाइनमा छु। अब दर्शन गर्छु, त्यसपछि फेरि तपाईँहरूलाई अगाडि हेराउँछु। दर्शन गर्नको लागि लाइनमा छौँ। मेरो लाइन यहाँदेखि स्टार्ट भएको छ हाम्रो साथीको। हामी सबजना फुलपाती लिएर प्रसादी लिएर दर्शन गर्नको लागि तत्पर छौँ। जय गढीमाई, जय गढीमाई। भित्री मनबाट जे मागे नि यहाँ गढीमाई मातामा जे मागे नि भित्री मनबाट पुरा हुन्छ होइन। हामीले पनि बुझ्यौँ, हामी पनि धेरै दिनदेखि आशा लगाएर बसिरहेको छौँ, तर फाइनली हाम्रो पुरा भयो होइन। यहाँ धेरै टाढा टाढाबाट पनि आउँछन् होइन, र विश्व प्रख्यात माता नै हो। उहाँको दरबारमा आएर जे आफ्नो मनबाट पुरै शुद्ध मनबाट मागो भने पुरा हुन्छ भन्ने आशा छ र अहिलेसम्म सबलाई पुगेको छ, पुरा पनि भएको छ। गुरु फोटो लिनु मिल्छ मिल्दैन भनेको अलिकति भिडियो बनाउँछु। हामी गढी माता दर्शन गर्न पनि आइसक्यौँ र फाइनली हाम्रो गढी माता दर्शन गर्नुहोस् है। गढी माता परिसरमा मोबाइल फोन प्रयोग गर्न अलाउ छ, त्यही भएर माताको भिडियो पुरै मजाले लिन सकियो। हाम्रो सौभाग्य, माताको दर्शन यसरी आफू पनि गर्न पाइयो, अरूलाई पनि गर्न सक्ने माहौल बनाइयो। जय माता गढीमाई। गढीमाई दर्शन गरिसकेपछि शिवजीको पावन दर्शन पनि। ओम नमः शिवाय। भव्य स्थानमा भव्य दर्शन। गढी माताको दर्शन गरिसकेपछि हेर्न सकिन्छ शिवजीको दर्शन गर्दै हामी गुरुजीको आशीर्वाद लिँदै आफ्नो मनोकामना जे छ इच्छा माग्दै यहाँबाट हामी अगाडि बढ्छौँ। थोरै यसमा फुल हालिदिनु। गढी माता दर्शन सकिसकेपछि अब हामी विराटनगरतिर लाग्छौँ। हामीले पूजापाठ पुरै भव्यको साथ गऱ्यौँ होइन। पूजापाठमा केही पनि कमी कमजोरी आएन होइन, र हाम्रो समय पनि धेरै लागेन। भिडभाड भए पनि मजाले दर्शन गर्न पायौँ होइन। अब हामी 1-2वटा फोटो सुट गरेर त्यसपछि हामी